हेलो गाइस वेलकम एन्ड नमस्ते यो भ्लगमा हार्दिक स्वागत गर्न चाहन्छु। आज पनि हामी काठमाडौँदेखि चितवनको यात्रा गर्दैछौँ। दुर्गेश थापा दाईको यो यात्रा रहेको छ आजको। दाई भाउजू त्यसै गरी छोराहरू र हामी लगायतको यो यात्रा रहेको छ। एकदमै रमाइलो हुनेवाला छ किनभने आज हामी चितवनको यात्रा गर्नेछौँ र आज हाम्रो बसाइ कहाँ छ थाहा छ? चितवनको लटौली रिसोर्टमा रहेको छ, जहाँ एकदमै रमाइलो भाइब रहेको छ। हामी चाहिँ एकदमै सो मच एक्साइटेड छौँ, एकदमै धेरै एक्साइटेड छौँ र अब जाँदैछौँ। यहाँदेखिबाट यात्रा सुरुवात हुँदैछ। उतै जाम, हामी सर जाम, त्यो किचर भ्याउनुहुन्छ नि आउनुहुन्छ ल। दक्षित हजुर हामी कहाँ जान लाग्यो? चितवन किन? घुम्नलाई जानला घुम्नलाई जान लाग्यो? के गर्ने चितवनमा गएर? स्विमिङ गर्ने घुम्ने घुम्ने होइन? अनि क्लियर भिजन अप्टिकलमा बसेर चस्मा लिने हो कि होइन? हो। अनि त्यसपछि ड्याडीको प्रोग्राममा गएर, बाबाको प्रोग्राममा गएर डान्स गर्ने हुन्छ कि हुन्न? हुन्छ हुन्छ। आर यु एक्साइटेड? यस हाउ मच? कति? 100 100? ओके। यति बेला हामी चितवनको एयरपोर्टमा ल्यान्ड भएर हामी चाहिँ शक्तिखोरतर्फ जाँदैछौँ। लतौली सेन्चुरी रिसोर्टमा जाँदैछौँ। यति बेला चाहिँ एकदमै रमाइलो भाइब आइरहेको छ। यसै पनि चितवन चाहिँ धेरै गर्मी ठाउँ हो भनेर धेरैजनाले भन्नुहुन्छ क्या। तर चितवन गर्मी हुने ठाउँ मात्र होइन, चितवन चाहिँ गर्मी छल्ने पनि एउटा बेस्ट ठाउँ हो। किनभने चितवनको यस्तो राम्रो ठाउँहरू रहेको छ। सौरा त भन्नै परेन, हजुरले मजाले चिन्नु भएको छ। उपरदाङगढी पनि रहेको छ। अनि त्यसै गरी चाहिँ लतौली सेन्चुरी रिसोर्ट पनि यस्तो राम्रो ठाउँ हो। शक्तिखोरको नजिकै भएको भएर पनि त्यहाँ चाहिँ एकदमै कुल टाइपको भाइब चाहिँ हुन्छ होइन। सँगसँगै स्विमिङ पुलमा रमाउन पाइयो र त्यहाँको इन्भाइरोमेन्ट पनि यस्तो मजाको शीतलता दिने खालको छ। त्यो भएको भएर यदि हजुरहरू चाहिँ गर्मीले आत्तिनु भएको छ अथवा चितवन घुम्न आउन खोजिरहनु भएको छ तर गर्मी हुन्छ भनेर आत्तिनु भएको छ भने चाहिँ आउनु होला। यो आत्तिनै पर्दैन क्या। अनि आत्तिकन आउनु होला। यहाँ चाहिँ तपाईँलाई शीतलता प्रदान गर्ने धेरै ठाउँहरू रहेको छ र आज चाहिँ हामी एकदमै धेरै एक्साइटेड छौँ र जाँदैछौँ। यति बेला लतौली सेन्चुरी रिसोर्टमा एकदमै रमाइलो भाइब आइरहेको छ र यो बाटो हुँदै हुँदै गइरहेका छौँ। बाटोहरू पनि सब पिच भएको, यस्तो आनन्द तरिकाले पुग्ने। अब हामी कति मिनटमा पुग्छौँ दाइ? 20 मिनट। अब 20 मिनट लाग्छ होइन त? ओके। म्याक्सिमम् 80देखि बाटो चाहिँ अझै धेरै प्याक भइरहेको छ लतौली रिसोर्ट भन्ने सुन्दैछु। के छ यसको कुरा? प्याकै छ। अब अस्तिबाट अब मौसम पनि त्यस्तै छ, गर्मी बजारतिर। त्यसै त्यता त अब रमाउने त्यही ठाउँमै। त्यो पनि हो। र अस्ति सँगसँगै देशकै प्रधानमन्त्री आएर पनि स्टे गर्नुभयो नि त। त्यो भएको भएर पनि सेफ्टीको हिसाबले र क्लासको हिसाबले, स्ट्यान्डर्डको हिसाबले पनि एउटा बेस्ट ठाउँ हो यो भनेर चाहिँ धेरैले बुझ्नुभयो जस्तो लाग्छ। त्यसपछि त्यो कतिको अकुपेन्सी छ? त्यसपछि जो मान्छेहरू आइरहेछन् रमाउनुको लागि, त्यही हो आइरहनु भएको छ। ओके। र हामी जाँदैछौँ लतौली सेन्चुरी रिसोर्टमा। हजुरहरू पनि स्टे ट्युन बसेर हेर्नु होला। आजको रमाइलो चाहिँ बबाल हुनेवाला छ होइन भाइ?